यदि तपाईँ यी सेवा जति कारोबारहरू गर्नुभएछ ती सबै तपाईँ डाउनलोड गरेर ग्यालेरीमा सेभ गर्न सक्नुहुनेछ। नत्र यी सेवामा मात्र 30 दिनसम्मको कारोबारहरू स्टेटमेन्ट रहन्छन्। ल त कसरी सेभ गर्ने हेर्नु म बताउन गइरहेछु। ल त हेर्नु, जस्तै यो हेर्न सक्नुहुनेछ, यहाँ स्टेटमेन्ट छ। हेर्नु यो मेरो मोबाइलमा छ। सेम यस्तै खालका स्टेटमेन्ट तपाईको पनि मोबाइलको ई सेवामा देखा पर्छ र यो यस्तो खालका स्टेटमेन्ट तपाईँ सेभ गरेर ग्यालेरीमा राख्न सक्नुहुनेछ। ल त यो कसरी डाउनलोड गर्ने र सेभ गर्ने म बताउन गइरहेछु। ल त यो हेर्नुभन्दा पहिला यदि तपाईँ नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु, किनकि म यस्तै खालका भिडियोहरू लिएर आउँछु। ल त अब हेर्नु, पहिला ई सेवा ओपन गर्ने। हेर्नु म ई सेवा ओपन गर्छु अनि गरेर ग्यालेरीमा सेभ गरेर देखाउँछु। ल त हेर्नु म ओपन गरेँ। अब ओपन गरेपछि अब लगइन गर्ने, पासवर्ड वा एमपिन र नम्बर राखेर हेर्नु म लगइन गरेँ। अब लगइन गरेपछि अब यस्तो देखा पर्छ। हेर्नु यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ विभिन्न अप्सनहरू। तीमध्ये यहाँ तल विभिन्न अप्सनहरू छन्। होम स्टेटमेन्ट, सपोर्ट, मोर। तीमध्ये स्टेटमेन्ट लेखेको छ, त्यसमा एकचोटि क्लिक गर्ने। हेर्नु म क्लिक गर्छु। क्लिक गरे। अब क्लिक गरेपछि अब यस्तो देखा पर्छ। अब यस्तो देखा परेपछि यहाँ तपाईँ माथि देख्न सक्नुहुनेछ 7 डेज, 14 डेज, 30 डेज। तपाईँ यहाँ 7 दिनको, 14 दिनको, 30 दिनसम्मको स्टेटमेन्ट हेर्न सक्नुहुनेछ। ल त हेर्नु म 30 दिनको हेर्छु। हेर्नु 30 डेमा क्लिक गरेँ। हेर्नु मेरोमा देखाइसकेको छ। हेर्नु यसरी तपाईँ पनि हेर्न सक्नुहुनेछ। अब यो मलाई डाउनलोड गर्नु छ भने कसरी गर्ने हेर्नु, सबै 30 दिनसम्मको छ। अब यो पुरैलाई एकैचोटि डाउनलोड गरेर ग्यालेरीमा सेभ गर्न सक्नुहुनेछ। हेर्नु डाउनलोड गर्नको लागि माथि देख्न सक्नुहुनेछ सेयर कपी लेखेको, सेयर र कपी छ। त्यस कपीमा क्लिक गर्ने द्याट साइड। हेर्नु म क्लिक गरेँ। अब क्लिक गरेपछि अब तल यस्तो देखा पर्छ। हेर्नु डु यु वान्ट टु डाउनलोड रिपोर्ट अफ स्टेटमेन्ट फ्रम 2025-3/29 to 2025-4/29 यति डेटदेखि यतिसम्म 1 महिनासम्मको मात्र तपाईँ डाउनलोड गर्न सक्नुहुनेछ। हेर्नु अब यस्तो देखा परेपछि अब ओकेमा क्लिक गर्ने। हेर्नु म क्लिक गर्छु। क्लिक गरेँ। अब क्लिक गरेपछि अब डाउनलोड भइहाल्छ। हेर्नु डाउनलोड कम्प्लिटेड लेखाइसकेको छ। अब ग्यालेरीमा गएर देखाउँछु। हेर्नु माथिबाट यसरी तल स्क्रोल गर्ने। अब यहाँ देख्न सक्नुहुनेछ डाउनलोड कम्प्लिट। त्यसमा एकचोटि क्लिक गर्छु। हेर्नु क्लिक गरेँ। अब क्लिक गरेपछि अब यहाँ देख्न सक्नुहुनेछ यस्तो देखा पर्छ। अब एक्सेल भ्युवरमा क्लिक गर्छु। हेर्नु अब ग्यालेरी ओपन हुन्छ। हेर्नु अब देखाउँछ। हेर्नु यहाँ देख्न सक्नुहुनेछ सबै डाउनलोड भइसकेको छ। हेर्नु यसरी तपाईँ पनि गर्न सक्नुहुनेछ। अब जति बेला पनि हेर्न सक्नुहुनेछ। फाइल म्यानेजरमा जाने र गएपछि अब यहाँ सर्च गर्ने। माथि स्टेटमेन्ट। हेर्नु स्टेटमेन्ट लेखेपछि अब हेर्नु यहाँ आइसकेको छ। अब ओपन गर्छु। हेर्नु ओपन गरेँ। हेर्नु यहाँ आइसकेको छ। यसरी तपाईँ पनि जति बेला हेर्न सक्नुहुनेछ डाउनलोड गरेर। ल त्यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु।